विदेशी भूमिमा काम गरिराख्नु भएको नेपालीहरूको लागि कुनै पनि नयाँ कम्पनीले आइपिओ निकाल्दाखेरि शेयर जारी गर्दाखेरि पब्लिकलाई शेयर जारी गर्ने टोटल संख्याको 10% चाहिँ छुट्याएको हुन्छ है। त्यो 10% मा पनि तपाईले एप्लाई गर्दा परेन भने चाहिँ तपाई चाहिँ अलिकति अभागी है। अब कम्पनीले छुटाएको त्यो 10% शेयरमा एप्लाई गर्ने तरिका छ। तपाईले सर्वप्रथम आफ्नो बैंक एकाउन्टलाई रेमिटेन्स सेभिङ एकाउन्टमा कन्भर्ट गर्नुपर्ने हुन्छ। रेमिटेन्स सेभिङ एकाउन्टमा कसरी कन्भर्ट गर्ने भनेर आइडिया छैन भने कमेन्ट गर्नु होला, म त्यसको तरिका भनिदिनेछु, रिप्लाई गरिदिनेछु कमेन्टमै। अनि तपाईको सर्वप्रथम एउटा डिमेट एकाउन्ट चाहियो, अनि मेरो शेयर एकाउन्ट चाहियो, त्यसपछि तपाईको रेमिटेन्स सेभिङ एकाउन्ट चाहियो। यति भए पछाडी तपाईले त्यो कम्पनीले छुटाएको 10% शेयर भर्न पाउनुहुन्छ। अब यस्तो गर्नुको कम्पनीले यसरी 10% छुट्याउनुको मुख्य उद्देश्य भनेको विदेशमा पसिना बगाइराख्नु भएको नेपालीहरूले पनि थोरै रकम भए पनि नेपालको कुनै पनि कम्पनीमा लगानी गर्ने अवसर पाउन् भन्ने हो। अब रेमिटेन्स सेभिङ एकाउन्ट भएर मात्रै पनि लगानी गर्न पाइँदैन। त्यो रेमिटेन्स सेभिङ एकाउन्टमा 6 महिनामा कम्तीमा 50,000 चाहिँ रेमिटेन्स गरेको हुनुपर्छ। हुन्डी गरेकोलाई चाहिँ मान्दैन है। रेमिटेन्सको थ्रुबाट त्यो तपाईको एकाउन्टमा 50,000 6 महिनाभित्र डिपोजिट भएको हुनुपर्छ, अनि मात्रै तपाईले भर्न पाउनुहुन्छ। 6 महिना कटे पछाडी तपाईले फेरि 50,000 हाल्नु भएको छैन भने तपाईले भर्न पाउनुहुन्न। तपाई मलेसियामा भए पनि, कोरियामा भए पनि, जापान, साउदी, कतार जतै भए पनि तपाईले यो आइपिओ भर्न पाउनुहुन्छ यदि तपाईसँग श्रम स्वीकृति छ भने। श्रम सकिए पछाडी पुनः श्रम स्वीकृति लिएर पनि यो 10% आइपिओमा एप्लाई गर्न सकिन्छ। तपाई विदेशमा हुनुहुन्छ र रेमिटेन्स सेभिङ एकाउन्ट कसरी खोल्ने भनेर आइडिया छैन भने विदेशमा पनि आफू कुन देशमा हुनुहुन्छ त्यो देशमा पनि नेपाली बैंकहरुको प्रतिनिधिहरु हुन्छन्, अथवा नेपालको बैंकमा तपाईको ब्रान्चमा कन्ट्याक्ट गरेर फोन अथवा मेल गरेर चाहिँ तपाईले डकुमेन्ट पठाएर तपाईले आफ्नो एकाउन्टलाई रेमिटेन्स सेभिङ एकाउन्टमा कन्भर्ट गर्न सक्नुहुन्छ। यो आइपिओ छुटले तपाईलाई आफ्नै देशको कम्पनीमा लगानी गर्ने अवसर दिन्छ। तपाईको कमाई सुरक्षित रहन्छ, भविष्यमा राम्रो रिटर्न पनि आउने सम्भावना हुन्छ। यसबाट खर्च निस्किन्छ के, छोराछोरीको खर्च निस्किन्छ, घर चल्छ। र यो पहलले सबैभन्दा ठूलो कुरो चाहिँ विदेशमा रहेका लाखौं नेपालीहरूलाई चाहिँ देशको आर्थिक मूलधारमा ल्याउने काम गर्छ। अब तपाईको पालो हो क्या, विदेशमा हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ, पसिना बगाउँदै हुनुहुन्छ भने सरकारले दिएको यो सुविधा चाहिँ प्रयोग गर्नुस्। 10% तपाईको लागि छुट्याएको छ, भर्नुस्। त्यसको लागि डिम्याट खोल्नुस्, मेरो शेयर खोल्नुस्। डिम्याट कसरी खोल्ने अनलाइन भनेर मैले भिडियो बनाएको छु, माथिको भिडियो क्लिक गर्नु होला, आई आइकनमा आएको छ। अनि मेरो शेयर पनि अनलाइन खोल्न सकिन्छ। कागजातहरु रेडी गर्नुस्। काम गर्यो आयो सुत्यो, काम गर्यो आयो सुत्यो, अनि भोलिपल्ट काम गर्न गयो आयो फेरि सुत्यो। यसरी नबस्नुस् कोठामा थन्केर। कागजातहरु रेडी गर्नुस्, आइपिओ भर्नुस्। धेरै आइपिओहरु आउँदैछ, त्यो सबै आइपिओहरु भर्नुस्। 100 रुपैयाँ कोटाको आइपिओहरु तपाई नेपाल आइन्जेल त धेरै पुगिसक्छ। तपाई नेपाल आउँदा त लगभग तपाईको प्लेन टिकट नेपालमा खर्च पनि निस्किन्छ, 10 किता मात्रै पर्यो भने पनि। त्यही भएर आइपिओहरु भर्नुहोस् है त।